भूमिहीन नेपालीहरूको मौलिक अधिकारको रक्षा गरौँ, घर भत्काउने काम तुरुन्त बन्द गरौँ। कानुनको मर्म र भावनालाई बचाउनु नै आजको आवश्यकता हो। हामी न्यायको पक्षमा छौँ। भूमिहीन नेपाली जनताको मौलिक अधिकारको रक्षा गरिनुपर्छ। घर भत्काउने काम तत्काल बन्द गरियोस्। कानुनको मर्मलाई बचाउनुहोस्। काठमाडौँमा भूमिहीन जनताका घरहरू भत्काउनु अन्यायपूर्ण छ। यसलाई सर्वोच्च अदालतले भूमिहीन नेपाली जनताको मौलिक अधिकारको बारेमा किन बोल्दैन? यो घर भत्काउने काम तत्काल बन्द गर्नुहोस्। कानुनको मर्म र भावनाको रक्षा गरौँ। न्यायको पक्षमा आवाज उठाउँ। किन सर्वोच्च अदालत भूमिहीन नेपाली जनताको मौलिक अधिकारको बारेमा बोल्दैन? भत्काउने काम बन्द गर्नुहोस्। कानुनको मर्मलाई बचाउनुहोस्, किनभने यो न्याय र समानताको लागि अति आवश्यक छ। नेपालका भूमिहीन जनताको मौलिक अधिकारका बारेमा वकिल, मानव अधिकार कर्मी, पत्रकार र राजनीतिक दलहरू किन मौन छन्? घर भत्काउन बन्द गरौँ। कानुनको मर्म र भावनाको रक्षा गरौँ। भूमिहीन नेपाली जनताको मौलिक अधिकारका बारेमा वकिल, मानव अधिकारवादी, पत्रकार र राजनीतिक दलहरू किन बोल्दैनन्? यो भत्काउने कार्य तुरुन्त बन्द गरौँ। कानुनको मर्मलाई बचाउँ। आखिर किन बोल्दैनन् कानुन व्यवसायी, मानव अधिकार कर्मी, पत्रकार र राजनीतिक दलहरू भूमिहीन नेपाली जनताको मौलिक हकको बारेमा? यो भत्काउने काम बन्द गर। कानुनको मर्म बचाऊ। सर्वोच्च अदालतले भूमिहीन नेपाली जनताको मौलिक अधिकारको बारेमा किन बोल्दैन? घर भत्काउन बन्द गर। कानुनको मर्म बचाऊ। न्यायको पक्षमा आवाज उठाऊ। हामीले हाम्रो अधिकार सुनिश्चित गर। यो अन्यायलाई अब Why does the Supreme Court remain silent on the fundamental rights of landless Nepalese people? Stop this demolition immediately. We must protect the spirit of the law. नेपालका भूमिहीन जनताको मौलिक अधिकारको बारेमा सर्वोच्च अदालत किन बोल्दैन? यो विध्वंस तुरुन्तै बन्द गर। कानुनको मर्म र भावनाको रक्षा गर। काठमाडौँमा भइरहेको गरिबका घर भत्काउने काम तत्काल बन्द। भूमिहीन नेपालीहरूको मौलिक अधिकारको रक्षा गरौँ। घर भत्काउने काम तुरुन्तै बन्द गरौँ। कानुनको मर्म बचाउन आवश्यक छ। नेपालको उच्च अदालतले यस विषयमा के भनिरहेको छ? हामीले न्यायको पक्षमा उभिनु पर्छ। भूमिहीन नेपालीहरूको मौलिक अधिकारको रक्षा गरौँ। घर भत्काउन बन्द गर। कानुनको मर्म बचाऊ। यी घरहरू विनाश गर्नु अन्याय हो। यसको तत्काल अन्त्य हुनुपर्छ। भूमिहीन नेपालीहरूको मौलिक हकको सम्मान गरौँ। घर भत्काउने काम तुरुन्त बन्द गरौँ। कानुनको मर्म बचाऊ। यो अमानवीय कार्य हामीलाई कदापि स्वीकार्य छैन। त्यसैले न्यायका लागि सबै एकजुट हुनुपर्छ। भूमिहीन नेपाली जनताको मौलिक अधिकारका बारेमा सर्वोच्च अदालत किन मौन छ? यो भत्काउने काम बन्द गरियोस्। कानुनको मर्म र भावनालाई जोगाउनुहोस् र तत्काल न्याय प्रदान गर्नुहोस्। भूमिहीन नेपाली जनताको मौलिक हकको विषयमा सर्वोच्च अदालत किन बोल्दैन? यो विनाशकारी कार्य तुरुन्तै बन्द गरियोस्। कानुनको मर्म र मर्यादाको रक्षा गरौँ। आम नागरिकको अधिकारलाई सुरक्षित राख्न अब ढर। भूमिहीन नेपालीको मौलिक अधिकारको बारेमा सर्वोच्च अदालत किन बोल्दैन? यो भत्काउने काम बन्द गरियोस्। कानुनको मर्म बचाऊ र न्यायको रक्षा गरौँ। सबैको लागि समान अधिकार सुनिश्चित हुनुपर्छ। भूमिहीन नेपालीहरूको मौलिक अधिकारका बारेमा सर्वोच्च अदालत किन बोल्दैन? यो घर भत्काउने काम तुरुन्तै बन्द गरियोस्। कानुनको मर्मलाई बचाउनुपर्छ र अन्याय अन्त्य गर्न सबैले आवाज उठाउन आवश्यक छ। स्वर्गबाट ती मृत नेताहरूले आज भूमिहीन जनताको विनाश र पीडा हेरिरहेका होलान्। के उनीहरूको आत्माले यो अन्याय देख्दा अलिकति पनि पश्चाताप महसुस गर्ला त? स्वर्गीय नेताहरूका आत्माले स्वर्गबाट गरिब र भूमिहीन जनताको घर भत्काइएको र उनीहरूको पीडालाई हेरिरहेका छन्। यो अन्याय देखेर उनीहरूमा पनि ठुलो ग्लानि र पछुतो महसुस भइरहेको छ। स्वर्गबाट ती दिवंगत नेताहरूले आज जमिनविहीन मानिसहरूको यो पीडा र उनीहरूको घर भत्किएको दृश्य हेरिरहेका होलान्। के उनी स्वर्गबाट ती मृत नेताहरूले आज भूमिहीन जनताको विनाश र उनीहरूको व्यथा हेरिरहेका छन्? यो दुःखद दृश्यले कसरी हाम्रो समाजमा अन्यायको भारी बोकाइरहेको छ त्यो हामीले बुझ्न जरुरी छ।